6वटा केटाहरू गइरहेछ मन्दिर गएको मान्छे त्यस्तो बोल्छ के बोले भाइ के बोले भाइ अब के बोले के छ थाहा बोले यता पनि खेलिरहेको रहेछ कस्तो अनुभव केटा हो एकदम कस्तो अनुभव भयो फिलिङ गुड फाइनली चढियो पहिलोचोटि मात्रै चढ्यो हैन घरिघरि फेवातालको भित्र यो मन्दिर रहेछ यहाँ आउनको लागि चाहिँ ढुङ्गा चढ्नु पर्दो रहेछ यहाँ माछा हेर्ने ठाउँ भनेर देखा इतनै मछली कहाँ से आए माथि त मारिरहेको थियो है यता हाम्रो दाइले चाहिँ हामीलाई तार्दै हुनुहुन्छ खोला के अरे तारको है थुक्क अहिले चाहिँ मैले ढकेलिरहेको छु है पानी पार गरिरहेको छु मलाई भिजाएर मारिहाल्यो नि क्यामेरा भिजाएर नभिजाउँ ल है हामी चाहिँ पोखरा पुगेर खाना खाइरहेछौँ होइन अहिले चाहिँ यता साथीहरूले खाँदैछन् खाइ पनि सक्यो यसले चाहिँ कति 6वटा सेम साइज होला नि है सबै ज्याकेट ज्याकेट छोड्न मिल्दैन 3वटा भयो अब 3वटा बाँकी छ केटाहरू गइरहेछ फाइनल्ली खुलेर डुबिहाल्यो नि सुरुमै पुगेर विकेट 5जना विकेट छ कन्ट्रोल अब 23 रुपियाँ 7जना छ अब भगायो खोल्ला भगायो मलाई त भगायो भने फेरि पौडिन आउँदैन त्यो त त्यही त हो मोबाइलको अरू त के सिकाएको थिएँ म स्क्रिनमा रेकर्ड उतालाई मलाई के अरे अरू त त्यस्तै हो पाउँछ हौ पाउँदैन नि हात उजान्छ अचम्म त अचम्म है अगाडि पछाडिबाट झर्केल्दै छ यता डुब्दैन तो बिना नि हुन्छ हातले यसरी गर्दा पनि हुन्छ के हुँदैन ठुलो उसमा सिक्न जय राजा सै जय रानी आस्यो टाइमर युग लाग्छ ए मलाई डुबिसक्यो पछाडि यो हेर चस्मा खोलेर माछाले बिउ हेर्नु पर्छ हो यार के हो यो चस्मा कहाँबाट पेराग्लाइडिङ मन्दिर गएको मान्छे त्यस्तो बोल्छ के बोले भाइ ए निरी पानी यस्तो रहेछ फेवाताल परे यहाँ हात मिलायो भने झर्छ
हामी चाहिँ परबाट आएका थियौँ यहाँनिर आइपुग्यो यहाँदेखि यहाँ ओरे सादा डुब्यो आनन्द है टाइम नगे हो चाहिँ कस्तो होला या पक्का जाने के 1 घंटा में होगी पर हो आए ना नहीं रिंग में ये मालूम है उ या के उ चुई ना इनके बुंदी बनने ना यता हाम्रो 7 जना पो रहेछ केटा हामी यता पनि खेलिरहेको रहेछ म त यहाँ पल्ट्यो भने त्यहाँदेखि पौडी खेल्नु म त यहाँ जति गएर मन्दिर रहेछ खासमा यो मलाई ज्याकेट चाहिँ चित्त बुझेन क्या बोटै पल्टिने हो तर कन्सर्न त हामी डुब्ने नै हो तर कन्सर्न त हुनु पर्यो नि हैन ल है हाम्रो बोर्डको कार्यक्रम सक्यो त्यहाँ टेक्नु पर्ने हो घुम्दो भएछ ल धन्यवाद दाइ माथि जानु पर्ने केटा बिदा गर्ला नि फेरि धन्यवाद कस्तो अनुभव केटा हो एकदम बबाल ल ल माने दाजु कस्तो अनुभव भयो फिलिङ गुड भेरी भेरी गुड वेल एक्सलेन्ट है भेरी वेल फाइनली चढ्यो पहिलोचोटि मात्रै चढ्यो होइन घरिघरि चाहिँ अब डुब्ला डुब्ला जस्तो लाग्यो त्यही पनि ठिकै छ यतिकोमा पचाउन सक्छु भन्ने लाग्यो कहाँबाट त्यो आयो ए राम 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 म त घाँटीमा बोकिरहेको थिएँ त यो त यो भित्र चाहिँ फेवातालको भित्र यो मन्दिर रहेछ मन्दिर त मन्दिर खोइ के छ खानु चाहिँ यहाँ आउनको लागि चाहिँ ढुङ्गा चढ्नु पर्दो रहेछ यहाँनिर यहाँदेखि पर देखिन्छ देखिन चाहिँ यतापट्टि अघि हामी कहाँबाट आयौँ यताबाट आएको यहाँबाट आएको थियो यो चाहिँ ठ्याक्कै यो फेवातालको बिचमा रहेछ अनि यता साइडबाट चाहिँ के देखिन्छ भने हजुर दादू भनिसो न मछली देखो ओ इतने मछली कहाँ से आए फेवातालमा माछा पनि आउँदो रहेछ त माथि त मारिरहेको थियो है राम्रो ए टोपी झऱ्यो भने त फेरि ठुलो माछा पाउँदो रहेछ यहाँ माछा हेर्ने ठाउँ भनेर देखाएको रहेछ यहाँ चाहिँ यहाँदेखि यसरी हेऱ्यो भने चाहिँ माछा देखिँदो रहेछ यहाँनिर
होइन बराई मात्रै जस्तो लाग्यो कि त्यो भित्र त्यो तिम्रो त्यो म कहाँ झुटो बोल्छु त हेरेर एकदम अनुसन्धान गरेर बोल्छु त म यता हाम्रो दाइले चाहिँ हामीलाई तार्दै हुनुहुन्छ खोला ए के अरे तारको है थुक्क खोला डिमा यहाँनिर हाम्रो दाइले चाहिँ हामीलाई ताल यता पार गराइदिँदै हुनुहुन्छ डेन्जर 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 कसको कुन ठुलो भन्ने यति ठुलो विवाद चले चाहिँ म अब टोप्रन माथिको लेग्री जित्ने भन्ने टोप्रन जित्ने भन्ने खेलेर त म ₹2 उता 50 रुपियाँ खाने खाने भयो भूपेन्द्र भिडियो फोटो त्यो झन्डै भिजन नि डुबो 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 डुबेको डाउ नजिक घर उता फाल्छ नि अहिले चाहिँ मैले ढकेलिरहेको छु है पानी पार गरिरहेको छु ज्याममै यसरी खोला के अरे खोला भने फेरि भन्दा यो पात्रकीले मलाई भिजाएर मारिहाल्यो नि मेरो क्यामेरा भिजाएर नभिजाऊ भिडियोमा चाहिँ क्यामेरा मास्टर ल है हामी चाहिँ पोखरा पुगेर खाना खाइरहेछौँ होइन अहिले चाहिँ यता साथीहरूले खाँदैछन् खाइ पनि सक्यो यसले चाहिँ कति छिटो मैले चाहिँ भर्खर सुरु गर्दैछु यहाँनिर राख्नुपर्छ मान्छे खन्छै छ खाना नगाएर हुन्छ